Hello everyone, welcome to my mini vlog. I hope you all are doing so well. So मैले चाहिँ कति पछि युट्युब भ्लग सुट गरिरहेको छु. आई होप सबैजना सन्चै हुनुहुन्छ भनेर. सो मसँग चाहिँ आज छ डलरामा हल. ये यो चाहिँ मैले धेरै भयो किनेको. सो आई वान्ट टु मेक अ हल भिडियो किनकि यहाँ क्यानाडामा एउटा डलरामा डलर ट्री भन्ने चाहिँ स्टोरहरू छ. त्यहाँ चाहिँ मलाई काठमाडौँको 99 सपको चाहिँ याद आउँछ. यो चाहिँ एक्ज्याक्ट 99 सप जस्तै लाग्छ. त्यहाँ चाहिँ यस्तो राम्रो राम्रो सामानहरू छ. सो विदाउट फर्दर डिलेइङ म चाहिँ हजुरहरूलाई देखाउँदै कुरा गर्छु मैले के सामान चाहिँ त्यहाँबाट लिएको छु. सो फर द भेरी फर्स्ट यु क्यान सी द फ्लावर्स. मैले चाहिँ यस्तो क्युट फ्लावर मलाई देख्यो. मैले चाहिँ यो आफ्नो वासरुमको लागि लिएको छु डेकोरेट गर्नलाई. सी द टेक्सचर यस्तो राम्रो छ. कस्तो हेर्ने बित्तिकै मन पर्यो कि मलाई चाहिँ केही कलर एड गर्नु छ. द्याट्स वाइ. सो इट्स कस्ट मी लाइक $4. यु क्यान सी. एन्ड द नेक्स्ट आइटम इज यो कस्तो राम्रो छ. हेर्दैखेरि कस्तो एस्थेटिक देखिने क्या. तर यो चाहिँ प्लास्टिकको छ. मैले चाहिँ सुरुमा हेर्दा सेरामिक जस्तो लागेको थियो तर इट्स मेड फ्रम प्लास्टिक. र यो छ मलाई पर्यो $5. $5 के नै आउँछ होइन. $5 यो हेर्दा नि कस्तो राम्रो देखिने क्या. मैले चाहिँ प्रायः यो इन्डोरको लागि लिएको हो. कलर नि कस्तो राम्रो हुन्छ. कलर अप्सन पनि थियो. कस्तो लाग्यो हजुरहरूलाई. सो अर्को चाहिँ मैले लिएँ. मलाई चाहिँ कस्तो चाहिरहेको थियो छान्ने. आई डु ह्याभ तर प्लास्टिकको थियो. अनि यो चाहिँ मलाई कस्ट पर्यो $5. $5 यो प्लस यसमा अर्को नि थियो जुन चाहिँ यहाँ मुनि बेस हुन्छ राखेर छान्ने. तर यो चाहिँ त्योभन्दा यो राम्रो क्वालिटी क्या. समटाइम्स हामीलाई जस्तो क्वालिटी चाहिँ आफै हेरेर लिन सकिन्छ. र अर्को नेक्स्ट आई ह्याभ दिस बल. यो चाहिँ प्लास्टिकको हो. मैले चाहिँ यो किन लिएको किनकि केही सलादहरू बनाएर राख्नलाई चाहिँ एकदम नै फ्रुट्सहरू काटेर चाहिँ एकदम नै युजफुल हुन्छ र ह्यान्डी हुन्छ भनेर. प्लस द सी द साइज कति ठुलो साइज छ क्या मजाको. सो इट कस्ट मी लाइक $4. यो चाहिँ $4 को हो टोटल. सी कलर पनि कस्तो राम्रो छ क्या. अनि अर्को चाहिँ मसँग छ एनदर भाज. मैले चाहिँ जम्मा 3टा जति 4टा जति लिएको छु यस्तो गमलाहरू चाहिँ. किनकि बिकज स्प्रिङ इज हियर. मैले चाहिँ के यसमा राख्ने रोप्ने सोचिरहेको छु. यो पनि मलाई कस्ट पर्यो कति $3. यो चाहिँ $3 को हो. भनेपछि अघिको चाहिँ थियो $5 किनकि यसमा अलि बुट्टाहरू छ अलि वर्क भए त्यसैले होला. सो यो चाहिँ $3 को. यो चाहिँ झन् त्योभन्दा पनि एफोर्डेबल राम्रो छ. प्लस चाहिँ राम्रो देखिन्छ क्या. बाहिर इन्डोर आउटडोर सबैलाई हुन्छ. यो इन्डोर आउटडोर सबैलाई हुन्छ. यो कस्तो राम्रो छ. प्लस क्वालिटी पनि राम्रो छ. सो वान मोर यो चाहिँ लिएकोमा सबैभन्दा ठुलो हो. सो यसको प्राइस पर्यो मलाई $4. यो चाहिँ $4 मा आयो. इट्स $4. र कस्तो राम्रो कलर छ. कस्तो बल्की छ क्या. यो बल्की एकदम वर्थ इट नै छ. मैले चाहिँ गएको थिइनँ क्यानाडामा डलर स्टोर डलरामा चाहिँ एकदम नै फेमस छ किनकि एकदम नै एफोर्डेबल रेन्जमा पाउँछ. सो लेट्स सी मसँग यो पुरै ब्यागमा चाहिँ के छ भनेर है. यहाँ चाहिँ मैले एकदम नै डिटेल प्राइस अनुसार राखिरहेको छु. हजुरहरूलाई सामान मिनी ब्लग हेर्नु छ भने चाहिँ डु चेक माई टिकटक भिडियोज. मैले त्यहाँ अपलोड गरेको हुन्छु र यहाँ चाहिँ डिटेल भिडियोहरू छ. सो आई डु ह्याभ दिस. यो चाहिँ सर्भिङ प्लेट बोर्ड जे नि युज गर्दा यो चाहिँ यस्तो हुन्छ कि यहाँ राउन्ड घुमाउने हुन्छ. सी कस्तो मजाले घुम्छ. यो चाहिँ जेमा पनि युज गर्न सकिन्छ. वुडको हो मजाले. मैले चाहिँ एज अ ट्रे पनि निड भयो भने ट्रे पनि युज गरेर आउँछु. या आफ्नो मेकअप प्रोडक्ट युज गर्न नि भयो. किचनमा डाइनिङ टेबलमा राखेर साल्टहरू राख्न नि भयो. कस्तो मजाको छ. मैले चाहिँ यसलाई रिसेन्टली युज गरिरहेको छु. क्वालिटी पनि एकदम मजाको छ. तर यसको चाहिँ अलिकता यो मलाई मन नपरेको भनेको अलिकता यो तपाईँहरूले हेर्न सक्नुहुन्छ बाङ्गे छ क्या अलिकता. तर सामान राख्दा चाहिँ राम्रै देख्छ. त वर्थ इट नै छ. यसको चाहिँ पर्यो मलाई $5 पर्यो. सो नेक्स्ट आइटम आई ह्याभ. यो पिटाराबाट हेरौँ. यो बाँसुरी. यो चाहिँ प्लास्टिकको बाँसुरी हो. यसलाई चाहिँ मलाई कस्ट पर्यो $2. कस्तो राम्रो र राम्रो पनि हुन्छ यो प्लास्टिकको. यो चाहिँ हामीले बच्चाको लागि लिएको. कस्तो राम्रो छ. यो चाहिँ हाम्रो सेकेन्ड टाइम पर्चेज हो. पहिला पनि लिएर हामीले कसैलाई गिफ्ट गरेको छौँ. एकदम नै राम्रो छ. सो हामीले फेरि एगेन रिपर्चेज गरेको. र आई ह्याभ दिस. यो किचनको तावलहरू हो जसमा चाहिँ 1 2 3 4वटा आइरहेको थियो. $4 मा आइरहेको थियो 4वटा. ह्याभ नेक्स्ट दिस. यो चाहिँ गेम हेर्ने
यो चाहिँ खासमा हेर्ने बित्तिकै मेरो हस्बेन्डले लिनुभएको उहाँले खेल्नलाई र खेलिसक्नु पनि भएको छ, युज पनि गरिसक्नु भएको छ। यो चाहिँ हामीले इफ यु गाइज रिमेम्बर यो चाहिँ हामी गेम खेल्थेनौँ, कता हो यो गेम हो क्या, गेमी कस्तो बज्यो नि, यो हामी गेम खेल्थ्यौँ नि पहिला वाटरमा त्यो गरेर, सानोमा कतिले खेल्नु भयो होला। सो त्यही नै हो। यसको कस्ट चाहिँ पर्यो कति कस्ट पर्यो, उसको त प्राइसै छैन क्या। खै यसको चाहिँ यस्तै 4-5 2-3 4-5 नै होला, प्रायः त्यसमा त्यस्तै प्राइस हुन्छ, त्यस्तै कति पर्यो होला। यसको चाहिँ कस्ट मैले देखिरहेको छैन, मेबी त्यतै थियो कि, सरी त्यति नै हो, तर यो त्यति महँगो पनि होइन। अनि त्यहाँ चाहिँ सबै प्राइस सबै रेन्जको प्राइसहरू हुन्छ, हजुरहरूले आफ्नो हिसाबको सिलेक्ट गर्न सक्नुहुन्छ। प्लस होम डेकोर र किचन डेकोर यति राम्रो राम्रो हुन्छ, तर मलाई निड नै छैन, मैले लिइनँ। इफ हजुरहरूलाई प्रोपर भिडियो चाहिन्छ भने डु कमेन्ट बिलो, म चाहिँ त्यहाँ त्यो स्टोरकै भिडियो गरेर पनि राखिदिन्छु, यस्तो राम्रो राम्रो हुन्छ नि। अनि नेक्स्ट आई ह्याभ दिस कलर, यो पनि मलाई पर्यो, यो चाहिँ बच्चाहरूको लागि लिएको हो, सबै $2 पर्यो। $2 रङ्गी चङ्गी कलर, कस्तो राम्रो ह्यान्डी क्या। नेपालको चाहिँ 200 हो, वर्थ इट नै भयो। एन्ड नेक्स्ट आई ह्याभ, यो चाहिँ गेम, एगेन वान गेम, यो पनि हो यस्तो पानीमा बच्चाहरूको गेम हो, जुन चाहिँ $3 पर्यो। $3 पर्यो यसको। र यो बिल पनि छ मसँग चाहिँ अर्को छ, त्यो चाहिँ बच्चाको आइटमहरू छ यो, किनकि हामीले पठाउनु पर्ने छ। यो क्यारम बोर्ड, यस्तो फोटोमा देखाएको जस्तो वुडन क्यारम बोर्ड हो कि, क्यारम बोर्ड भन्छ, क्यारम बोर्ड भन्छ, यस्तो बच्चाहरूको खेल्ने हो। र कस्तो ह्यान्डी क्या, बच्चाहरूको लागि एकदम युज हुन्छ नि त यो, घरमै अब खेल, ठुलो पनि नै बल्की पनि नै। र यो पनि $4 पर्यो मलाई, एकदम राम्रो छ। र अर्को एगेन कलर, कस्तो राम्रो छ, यो पेन्सिल कलर हो क्या, यसको पनि $3 जति परेछ, जुन चाहिँ वर्थ इट नै हो, किनकि यताउता मेस पनि भएन, हामीसँग यो अलरेडी दिएको छ, यो राख्नलाई पनि भयो यसमा युज गरेर, विच इज नाइस। यो र एनदर आई ह्याभ सम, कस्तो राम्रो चिज छ क्या यो ग्लास, यस्तो हुन्छ क्या अँध्यारोमा, यस्तो बल छ क्या, यो बच्चाहरूको लागि यस्तो पर्फेक्ट हुन्छ नि, देखिन्छ कि नै खै बल छ, खै यो अँध्यारोमा चाहिँ बल छ, जस यस्तो हामीले ट्राई पनि गरे हो, यस्तो चाहिँ कस्तो राम्रो छ बच्चाहरूको लागि खेल्नलाई। सो इट कस्ट मी $1.75 नै हो यति। सो यो यसको चाहिँ एकदम एनदर कस्तो राम्रो छ, एकदम मलाई कस्तो मन पर्यो, किनकि लेट मी सो यु, बन्चेस अफ कलर हो क्या, पेन्टिङ हो यो, ठुलो ठुलो छ क्या, बच्चाहरूले यस्तो रमाइलो गर्छ नि यो। म तपाईँहरूलाई एउटा अझै देखाउँछु, स्टिकर पनि छ क्या यसमा, स्टिकर पनि दिएको हुन्छ र कलर गर्ने अप्सन पनि हुन्छ, र ठुलो छ क्या यो, बल्की छ, $4.25 पर्यो, विच इज नाइस। सो नेक्स्ट आई ह्याभ, नेक्स्ट बट नट द लिस्ट, यसको चाहिँ सकियो, नेल पलिस, वान फर मी अल्सो। यो चाहिँ कस्तो राम्रो ग्लिटरी सिल्भरवाला छ, सो मैले चाहिँ यो आफ्नो लागि लिएको, र एकदम स्टे गर्छ, लङ स्टे गर्छ। यसलाई पनि मलाई कति पर्यो, यो चाहिँ मलाई $2 पर्यो, $2 पर्यो। मस्ट सो स्टपर चाहिँ यो भ्लगको, यो हलको जे भनौँ चाहिँ अब आउन गइरहेको छ, त्यो चाहिँ छ यो भास। म चाहिँ डलर ट्री, मलाई केही डलरमा चाहिँ मलाई केही लिनु पनि जानु हुँदैन, त्यो पनि म घुमिरहेको हुन्छु क्या, तर मैले यो कहिले भेटिनँ। तपाईँहरूलाई इफ कतिलाई थाहा होला है, सेरामिक युज गर्नुहुन्छ भने त्यो एकदम कस्टली हुन्छ, 800, 900, 1000 नेपालमा पर्छ, यहाँ पनि महँगो हुन्छ, तर आई फाउन्ड दिस इन $5, नेपालको 500 होला, सेरामिक छ। यसको लागि मैले फ्लावर पनि लिएछु छुट्टै छुट्टै, यसको लागि चाहिँ मसँग छ, एउटा कस्तो राम्रो, नेपालमा हुँदा चाहिँ म देख्थेँ यस्तो लिन्छु भन्दा क्यानाडामा आएर जोड्या रहेछ। यो पनि चाहिँ कति पर्यो, $2 इच, एउटाको $2 हो, जुन चाहिँ ठिकै हो, राम्रै हो, वर्थ इट नै हो। सो यसमा चाहिँ हामीले अरू फ्लावर पनि ट्राई गरेको थियौँ मैले, तर अरू चाहिँ सुट खाएन। सो यसको चाहिँ साइज पनि पाउनुहुन्छ, यसको साइज पनि हुन्छ क्या, सानो ठुलो हुन्छ। सो हामीलाई चाहिँ यही राम्रो लाग्यो, किनकि हामीलाई यही लिभिङमै राख्नलाई चाहिरहेको थियो, र यो भासमा अरू फ्लावर त्यति खासै सुट पनि नगर्ने क्या। र यसको 2-3 अप्सन हुन्छ, बेस्ट पर्सेस लाग्यो मलाई। र टोटल चाहिँ हाम्रो भएको थियो, टोटल चाहिँ हाम्रो $90 चाहिँ यति आएको छ सबै, $96.11। सो तपाईँहरूलाई के लाग्छ, यो वर्थ इट हो कि नै?
मलाई चाहिँ क्यानाडामा बसेदेखिको यति सामान यतिले वर्थ इट नै लाग्यो। 96 पनि $11 चाहिँ यति धेरै सामान र प्लस मलाई चाहिँ यस्तो चाहिँ हामीसँग त्यहाँ यस्तो चाहिँ डिफ्रेन्ट हुन्छ क्या, जुन मन लाग्यो त्यसैले गर्ने ल्याउने, यो चाहिँ कस्तो रियल भाइब्स दिन्छ। सो या दिस इज अल फर टुडे हल। सो आफ्टर अ लङ टाइम मैले चाहिँ यो च्यानल क्रिएट गरेर यहाँ धेरै दिनपछि भिडियो बनाइरहेको छु। होप तपाईँहरूलाई सबैलाई राम्रो लाग्ला। सो या दिस इज अल फर टुडे। बाई बाई, सी यु इन नेक्स्ट भिडियो।